हेलो साथीहरु नमस्ते वेलकम छ तपाईलाई मेरो YouTube च्यानलमा इट्स मी जेनिस अप्रेसिता हाल फेरि पनि आइसक्यो हजुरहरुको सामने न्यू ब्लग लिएर र आजको लुक्स मेरो चेन्ज देख्नु भएको होला साथीहरु आज म बिहेमा जाँदै छु मामाको बिहेमा र यहाँ हेर्न सक्नुहुन्छ सबैजना जाँदै हुनुहुन्छ अगाडि हामी चाहिँ भित्रको बाटोबाट जान्छौँ तपाईले आजको भने हिजोको भिडियो हेर्नुभयो भने तपाईहरुले थाहा नै छ कसको बिहेमा जाँदैछौ कहाँ जाँदैछौ किन जाँदैछौ भनेर त्यहाँ चाहिँ मेरो छोरी अनि हजुर ए बिस्तारै जाँदै गर्छौँ नि साथीहरु अब एउटा टोली जाँदै हुनुहुन्छ एउटा टोली यहाँ अर्को टोली हो पछाडि अन्त नि आउँदैछिन् छोरी लिएर कि छोरी आइसक्यो ओ अनि त आउँदैछिन् नि त्यही भएर कुरेको भित्री बाटोबाट जान्छ मलाई चाहिँ साडी म त्यस्तो धेरै लाउँदैन नि त साथीहरु अनि एकदमै अनकम्फर्टेबल फिल हुन्छ नि हिँड्न पनि अलिकति गाह्रो हुन्छ हुन चाहिँ तर के गर्नु बिहेमा लाउनु परिहाल्यो गाउन लाउँछु भन्ने सोचेको थिएँ कि साथीहरु अनि फेरि जहिले पनि गाउन त के लाउनु यस्तो कहिले साडी पनि लगाइदिउँ न बिहेमा भनेर चाहिँ मैले साडी लगाइदिएको क्या साथीहरु अर्गानिक बडी हामी त पुरै जोतिसक्नु भएको पाइहरू हेर्नु न अनि म के साथीहरु साडी लगाएपछि हिँड्न त सक्दिनँ नानी बोक्नु त परेको कुरा भन्नु चाहिँ बाबाले बोक्दिएर लानु भएको छ नानीलाई बोकेर हिँडिरहनु भएको छ अगाडि म चाहिँ पछाडि पुरै यस्तो यो साडी यस्तै नै उचाल्दै हिँडिरहेको छु साथीहरु हामी चाहिँ बिहेमा पुगिसकेको छौँ हैन हामी जाँदा चाहिँ पुरै सिन्दुरहरू लगाइसक्नु भएको रहेछ किनकि हामी अलिक ढिलो पुगेछौँ अनि अहिले चाहिँ सिन्दुर लगाएर पनि टीका लगाउने कार्यक्रम सुरु भइरहेको रहेछ हेर्न सक्नुहुन्छ अगाडि मामा माइजू हुनुहुन्छ मम्मी पनि जाँदै हुनुहुन्छ अनि बाबा पनि गएर नानी लिएर बसिरहनु भएको छ अगाडि यहाँ हेर्न सक्नुहुन्छ मम्मी जानुभयो हामी चाहिँ ढिलो पुग्यौँ क्या साथीहरु अनि के साथीहरु सबैजनालाई टीका लगाउँदै हुनुहुन्छ अगाडि हेर्न सक्नुहुन्छ हैन मैले चाहिँ किन के गीत बजिरहेको थियो नि त त्यही भएर मैले साउन्ड अफ गरेर भोइस ओभर गरिरहेको छु साथीहरु किनकि कपिराइट लाग्छ तपाईलाई थाहा नै छ गीत बज्यो भने त्यहाँ आमालाई टीका लगाउँदै हुनुहुन्छ नातिलाई अनि अर्को पनि आमा हुनुहुन्छ त्यहाँ रातो लगाउनु भएको नि आमा उहाँ पनि टीका लगाउनको लागि वेट गर्दै हुनुहुन्छ हैन सबैजना टीका लगाइरहनु भएको छ सबैजना टीका लगाउँदै हुनुहुन्छ साथीहरु टीका लगाउनमा म चाहिँ सुरुमा त अब बुढाबुढीबाट स्टार्ट हुन्छ नि त आमाहरुबाट चाहिँ स्टार्ट हुन्छ आमाले लगाइसकेपछि चाहिँ अनिखेर अरूले लगाउँदै जानुपर्ने त्यहाँको सिस्टम हैन सबैतिर त्यस्तै नै हुन्छ होला साथीहरु अनि अरु मान्छे पनि यहाँ बसिरहनु भएको छ हेर्न सक्नुहुन्छ हैन यहाँ चाहिँ कस्तो रहेछ भने अलिकति ढिलै आउनु हुँदो रहेछ के यता मान्छेहरु चाहिँ टीका लाउने भोजसोज खाने अनि घरतिर जाने सबैको आफ्नो घरमा काम हुन्छ नि त गाउँघरतिर त अलिकति गाह्रै हुन्छ साथीहरु सबैलाई थाहा नै छ अनि अब आमाले टीका लगाइसक्नु भएपछि चाहिँ सबैले आफै हाल्छ आज साथीहरु खाना खाने रेडी भइसकेको छ हेर्न सक्नुहुन्छ हैन सबैजना गइसक्नु भएको छ म पनि जाँदै छु म त आज कति अप्ठ्यारो लागेको छ भने साथीहरु कुरै नगर्नु के अब यो साडी लाग्छ न मोबाइल राख्ने ठाउँ छ अब यो साडी समाउनु मोबाइल समाउनु कि प्लेट समाउनु कि मलाई त साथीहरु यति गाह्रो भएको छैन सबै अलि फेरि हेर्न सक्नुहुन्छ हैन पाक्नै छ रे के पाक्दै छ रे एकैछिन रे अहिलेको लागि पुग्नेलाई मात्रै छ रे सो त्यही भएर हामी यहाँ बसिरहेको छौँ एकछिनसम्म पाक्दैछ अरे त्यही भएर हामी वेट गरिरहेको छौँ साथीहरु एउटा ग्रुपले यहाँ ल्याइसक्यो अनि ल्याइसक्नु भयो भन्यो भने खाएको भन्दाखेरि सबैजना चाहिँ यहाँ नाचिरहनु भएको छ साथीहरु हेर्न सक्नुहुन्छ म चाहिँ गीत सबै काट्दैको छु क्या कविरा लगाएर बिदङ्सै हुन्छ त्यही भएर सबै
साथीहरु हामी चाहिँ घर गइकन ड्रेस चेन्ज गरेर आइसकेको छौं। हेर्न सक्नुहुन्छ साडीहरु खुलेर गाउन लाएर आएको छु मैले। सबैजनाले ड्रेस चेन्ज गरेर आउनु भएको छ अनि फुलपाती भाकेर मनोकामना आयो बन्दीपुर भन्ने गीतमा चाहिँ नाच्नु भएको छ साथीहरु। मैले चाहिँ गीत काटेको छु, त्यही भएर मैले गीत गाइदिएको क्या साथीहरु। कुन गीतमा नाचेको छन् भन्ने जस्तो लाग्छ भने चाहिँ फुलपाती भाकेर भन्ने गीतमा नाचिरहनु भएको छ, यहाँ हेर्न सक्नुहुन्छ। अनि सबैजना नाचेर रमाइलो गर्दै हुनुहुन्छ साथीहरु। गीत चेन्ज गरे नाच्नु भएको छ। यहाँ आमा आउनुभयो अगाडि। अनि के साथीहरु मैले गाउन लाएर आएको हैन, साडी झ्याउ भयो भनेर गाउन लाएर आएको। गाउन पनि हिल लाउँदा पनि लामो भएर जुत्तामा च्यापेर हैन त्यो कपडा उठेर हिँड्न पनि लड्छु कि भन्ने भएको भएर लामो भएर के साथीहरु धेरै राम्रो। यहाँ चाहिँ कहिले काली मन पर्यो कहिले के गीत पनि आउँदैन साथीहरु। यही गीतमा नाच्दै हुनुहुन्छ। म चाहिँ हेरेको हेरे हामी हेरेको हेरे भन्दै म चाहिँ हेरेर बसिरहेको छु साथीहरु। के गर्नु गाह्रो छ, गरेर नाच्न पनि मिल्दैन, कपडाले अप्ठ्यारो भएको छ मलाई। मेरो छोरी साथीहरु, मेरो छोरी पनि आइपुगिन्। त्यहाँ हेर्दै छिन् मेरो छोरी पनि। अगाडि बसेर हेर्छु म भनेर त्यहाँ अगाडि बसेर गएर हेरिरहेकी छिन् मेरो छोरी पनि। सबैजना नाचिरहनु भएको छ साथीहरु। अनि के साथीहरु मेरो छोरी चाहिँ मलाई नि कसैले बोकेर अगाडि लगेर नचाइदिएको भए पनि हुन्थ्यो नि भन्ने सोचेर हेरेर बसेकी छ कि। उसलाई चाहिँ खुब रमाइलो लागेको छ। अनि मलाई बोकेर कसैले पनि अगाडि लगेनन् भनेर सोचिरहेको थिएँ। सोच्दा ठ्याक्कै उपासनाको बाबा आउनुभयो अनि आएर बोकेर अगाडि लगेर नचाउँदै हुनुहुन्छ, सँगसँगै नाच्दै हुनुहुन्छ। बाउ छोरी भएर अगाडि उपासना पनि इन्जोय गरिरहेकी छ। रेखा नानी पनि नानीसँग छोरीसँग नाच्दै हुनुहुन्छ। रमाउँदै मक्ख पर्दै नाचिरहेकी छ। मेरो भुन्ते पुन्ते छोरी पनि, मेरो छोरीलाई पनि बिहे लागेको छ। रमाउँदै नाचिरहेको हुँदा पार्टी डान्स गर्न लाग्नु भएको छ बाउ छोरी मिलेर। अब चाहिँ भित्राउने कार्यक्रम सुरु हुँदैछ साथीहरु। भिडियो गर्न पनि नमिल्ने के, सबैजना अगाडि आएर बस्देर है। बुढाबुढीदेखि ठुलो मान्छेदेखि लिएर सबैजना अगाडि हेरेर बस्नु भएको छ। म अब भिडियो गर्छु भनेर अगाडि कुद्न पनि भएन किनकि क्यामेराम्यानहरु पनि आएर बस्नु भएको थियो नि त। क्यामेराम्यान त भित्र गएर बस्नु भएको छ। अझ मामाले पनि खोइ के भन्दै हुनुहुन्छ। मैले पनि मिलेसम्म चाहिँ भिडियो गरेको छु, हेर्न सक्नुहुन्छ साथीहरु। भित्राउँदै हुनुहुन्छ। माइजूलाई अगाडि लाएर कोहीले किल्चेर हिँड्ने भन्छन्, कोहीले यत्तिकै छेउछेउबाट हिँड्ने भन्छन्। हाम्रो बुवा चाहिँ यहाँ टेकेर हिँड्नु भनेर देखाउँदै हुनुहुन्छ। यहाँ टेकेर हिँड्ने भनेर बत्तीमा। खासै बत्तीमा टेक्न चाहिँ नहुने हो जस्तो लाग्छ मलाई चाहिँ हैन। हाम्रो बुवा चाहिँ यताउता गर्दै हुन्छ। यहाँ यस्तो गर्नुपर्छ म यस्तो गर्नुपर्छ भनेर सिकाउन लाग्नु भएको छ। बुवा चाहिँ सबजना भिडियो गरिरहनु भएको छ। माइजू पनि अल्लमल्ल पर्नुभयो कि कोही चाहिँ बत्तीमा टेकेर हिँड्ने भन्छन्, कोही चाहिँ बत्तीमा नटेकिकन हिँड्ने भन्छन्। के चाहिँ गर्ने होला भनेर यसो सोच्दै हुनुहुन्छ माइजू पनि। के गरौँ भइरहेको छ। अब चाहिँ माइजू हिँड्नु पर्यो, अब जे भए पनि भित्र जानु पर्यो भनेर चाहिँ माइजू अब टेकेर जाने भनेर सोचेर अब लाग्नुभएको छ। बुवा एकछिन पख भनेर लाग्नुभएको छ हैन। यसमा चाहिँ धेरै हो के सबैको कहिले कसको के कहिले के भने भनेर चाहिँ ल बुवा आऊ भयो भन्दै हुनुहुन्छ। माइजू हिँड्न लाग्नुभयो, बत्तीमा टेकेर जान लाग्नुभएको छ। अनि मामा चाहिँ छेउछेउबाट हिँड्नु भएको थियो। अनि फेरि कुञ्चले चाहिँ त्यहाँ पछाडि त्यो माइजूले टेकेको ठाउँ त्यो के अरे जुत्ताले हानेर यसो पन्चार जानुपर्छ भनेर कसले कुरालाई भनेछ। अनि फेरि मामा फर्केर आएर चाहिँ त्यो यसरी फालेर जाने भनेर जान लाग्नु भएको छ। यस्तो जानुपर्ने चाहिँ यस्तो पन्छाएर जाँदै हुनुहुन्छ साथीहरु। सबैले भिडियो गरिरहनु भएको छ। अनि यहाँ भित्रबाट चाहिँ क्यामेराम्यानले गर्दै हुनुहुन्छ। म चाहिँ झ्यालबाट गरिरहेको छु क्या साथीहरु। मेरो पनि बिजोग छ भिडियो गर्न नपाएर हैन। अनि यहाँ मेरो छोरी रोएर बिधङ्सै मम्मी जाने भनेर यहाँ म पनि यहाँ छोरीलाई बोक्दै भिडियो गर्दै गर्न गाह्रो भएको छ साथीहरु। सो मैले भिडियो चाहिँ यहीँनेरि बन्द गरिदिएको छु।